Oh, hi. Hello family members and welcome back to my channel. यहाँ मैले चाहिँ प्याज र मटर फुराएर हालेको छु। अब हाल्छु म कुरकुरे। अझै गर्नु न कुरकुरे। अब हाल्छु म यो हो फुरनदाना। अब लाउँछु म चाउचाउ। अब एउटा मात्रै चिप्स लाउँछु, म चाहिँ धेरै चाउचाउ लगाएको मन पर्दैन। प्याज चाहिँ मलाई गोलो गोलो मनपर्छ, मैले गोलो खानु लगाएको। अब लाउँछु म मटर। अब लाउँछु म धनियाँ। लाउँछु म आलु। अब म लाउँछु यहाँ अलिकति हरियो केराउ। अनि त्यसपछि लाउँछु म भुटेको खोर्सानी। मसँग चाहिँ हरियो खोर्सानी थिएन र मैले यो लगाएकै चाउचाउको मसला बनाउँछु। त्यसपछि मसँग थोरै तिलको पेस्ट छ लाउँछु। अब लाउँछु म चाउचाउको मसला। लाउँछु म बिरे नुन। अनि लाउँछु म अब तेल। ल अब म मिक्स गर्छु। मिक्स गरिसकेँ। अब थोरै अजिना लाउँछु। अजिना नभेट्छ है फेरि। अब म यहाँ कलर लाउँछु। अब यसमा म लाउँछु थोरै भिजा। मलाई चाहिँ धेरै मन पर्दैन, यति मात्र लाउँछु म। अघि अब यहाँ म लाउँछु कलर। अब लाउँछु म यसमा कलर। म चाहिँ गिलो बनाउने हो आज। एकछिन पज गर्नु त एकछिन। यहाँ उसिसक्यो। म छिटो छिटो मिक्स गर्छु। मेरो चटपटी वाउ। मिक्स देखियो नि त। वाउ कस्तो भयो नि त। आइसक्यो हामी बुढाबुढीको चाहिँ गिलो चटपटी। अब खान्छौँ है। त्यसो गर्नु मिठो। के गर्नुभएको क्यामेरा चाहिँ भिरपाखामा अल्झाएको जस्तै गर्नुभएको छ भने। ए
लास्टै दामी भयो लास्टै दामी भयो चटपटे दामी भयो चटपटे तपाईँहरूले पनि यस्तै बनाएर खानुहोस् ल कस्तो मिठो भयो मलाई चाहिँ यो कराङ कुरुङ लगाएको साह्रै मनपर्छ कानमा चाहिँ किन हेरिराख्नु भएको ननस्टप कानमा त यति हेरिराख्नु क्यामेरा मेरो आँखा अगाडि पर्छ नि त जहाँ भयो न किन हेरिराख्नु यस्तो मिठो छ पुरै नगरौँ क्या यस्तो चटपटे त बनाउँदैन होला होइन ठेलामा त अरू चाहिँ हाम्रो युट्युब च्यानलमा आउँछ है यस्तो त 3 प्लेट खान्छ होला हौ मैले प्याज फेरि गोलो गोलो काटेको थिएँ कस्तो दामी छ सुनमा सुगन्ध कति चाहिँ मिठो भएको हाम्रो चाहिँ भिडियो बनाउने वातावरण नै छैन होइन साँच्चै मिठो भयो यो फेरि हेर्न ऊ नानी स्ट्यान्ड पनि छैन साह्रै गरिब भयो चाहिँ स्ट्यान्ड पनि छैन स्ट्यान्ड पनि हाम्रै हात छ नि भगवान्ले दिएको हात कति दामी तपाईँलाई यो चना भुटेर हाल्दा मिठो लाग्यो कि लागेन बुढा एकदम मिठो कस्तो दामी नबेनो हामी चाहिँ यस्तो चाहिँ कहिले कहिले मात्रै जहिले चाहिँ होइन फेरि दुईजनै ग्यास्ट्रिक रोगी अब यसपछिको के होला त्यो कति ढिलो खायो नि मलाई सक्यो त नि फेरि लिएर खाएको कस्तो मिठो हेर्नु भगवान् साह्रै मिठो म त यता चोरे ल मैले चिमुर पनि ल त्यो चिमुर पनि फ्लेभर आयो टिम्बर पनि रहेछ यति मिठो त विश्वमा छैन होला त्यस्तो चाहिँ होइन कि आफूलाई खानु मन लागेर होला कस्तो मिठो अनि फेरि मिठो पनि क्या ओके मैले त खाइसकेर पनि बुढीलाई खानु सघाउँदैछु नसघाउनु थोरै सघाउँछु नि यति मेरो त चस्माको दाममा त पुरै पोतो आयो मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर अब यसो म बिस्तारै खान्छु